यहाँ हाम्रो कल्याण सरको एकदम सपिङ भइसकेको छ। अब तिहार भ्याकेसनमा के किने त्यो देखाउनु पर्दैन। अब चाहिँ हामी एयरपोर्ट जान्छौँ अनि एयरपोर्टमा अहिले जाँदा जाँदै भनौँला। त्यो हिजो काठमाडौँबाट आएको थिएँ मैले त्यहाँ गिटार पर्चेज गरेको थिएँ अनि त्यो चाहिँ एरोप्लेनबाट अनि लिएर आएको। हिजो चाहिँ फेरि आउँदा आउँदै एयरपोर्ट बन्द भइसकेको छ अनि अहिले चाहिँ अब हामी एयरपोर्ट जान्छौँ अनि त्यो हिजो उता काठमाडौँबाट पर्चेस गरेर ल्याएको गिटार लिएर घर गएर त्यसको अनबक्सिङ पनि गर्छौँ। आजको यो छोटो मिठो भ्लग त्यही हुनेछ। किप वाचिङ गाइज। नाउ वी आर इन नारायणघाट, यो गङ्गोत्री रोड भन्छ यसलाई। ओके, हामी आइसकेका छौँ भरतपुर एयरपोर्ट अनि कल्याण सपिङ गरेर आइसक्नु भएको छ। अब आज हामी लिन आइरहेको सामान भनेको क्राफ्टर ST18CE प्रो गिटार चाहिँ हामीले पर्चेस गरिसकेका छौँ अनि त्यो आइसकेको छ। हिजो फेरि अब म बाइकमा गएको थिएँ, म र राज सर, अनि अब त्यसलाई बाइकमा ल्याउनु अलिक सेफ लागेन, त्यही भएर प्लेनबाट पठाइदिएको। फेरि हिजै आइसकेको गिटार चाहिँ म आउँदा आउँदा ढिलो भयो, लेट भयो अनि बन्द भइसक्यो रहेछ एयरपोर्ट चाहिँ। सो नाउ वी आर हियर टु पिक द्याट acoustic guitar. I will make some unboxing review of that guitar. यतापट्टि बुद्ध एयर छ नेपालको। Every block tells a tale the whole city knows. Rhythms in the shadows where the cold wind blows. Life's a gamble on these streets, anything goes. Boom bap echoes through the alleys at night. दर्शकबिन, आदरणीय दर्शकबिन, हाम्रो सामान आइसकेको छ भरतपुर एयरपोर्टमा। सो दिस इज क्राफ्टर ST18CE प्रो अल द वे फ्रम कोरिया अनि अहिले आइसकेको छ। अब यसलाई लैजान्छौँ हामीले। यस, बोलेको त सायद केही नै सुन्ने छैन र यसरी गिटार बोकेर आशिष गुरुङ जाँदै हुनुहुन्छ। यो चाहिँ अनि खास गरी अब मेरो पर्सनल होइन, यो हाम्रो श्रीनगर चर्चले पर्चेस गर्नुभएको हो अनि म चाहिँ गएर ल्याइदिएको मात्रै। अनि जे भए नि I'm just the messenger. Yes, I am very happy to have this wonderful guitar in our church. Yes. So check it out. Check this out. घर गएर हामीले अब यसलाई रिभ्यू ओपन गरेर पुरै। दर्शकबिन, स्वागत छ तपाईँलाई फेरि पनि मेरो युट्युब च्यानलमा। अनि हामीले क्राफ्टरलाई घर लिएर आइसकेका छौँ यो चाहिँ। अनि अब हामी अनबक्सिङ गरेछौँ यसलाई के पर्छ भनेर। यो चाहिँ एकदमै हाम्रो प्रार्थना स्वरूप अनि श्रीनगर ब्याप्टिस्ट चर्चले फेरि एउटा राम्रो क्राफ्टर कोरियन गिटार पाइसकेको छ। योभन्दा पहिला मैले एउटा बाचुस कम्पनीको पनि अनबक्सिङ रिभ्यू टाइपको तपाईँहरूलाई देखाएको थिएँ। त्यो पनि श्रीनगर ब्याप्टिस्ट चर्चको म्युजिकल इन्स्ट्रुमेन्ट अनि यो पनि हो। अब हामी अनबक्सिङ गर्नेछौँ अनि क्यामेरामा आमोस भाइ भान्जा हुनुहुन्छ। अब हामीले यसलाई अनबक्सिङ गर्नेछौँ। यस्तो यो नफुटोस् भने यस्तो टाल्छ कि बुद्ध एयरमा हो नि त। यो छ हाम्रो क्राफ्टर ST18CE प्रो होइन त। यो चाहिँ एकदम भान्जाले चाहिँ बहुत रिसर्च गरेर चाहिँ हामीले अनि फाइनली आइसकेको छ। अब यसलाई हामीले पहिला यसरी निकालौँ, यसलाई यता राखौँ। अहिले चाहिँ घरमै अनबक्सिङ भयो है, यता राख्थ्यौँ। यो रहेको छ कति भाइ भिडियो गरिरहेको छ 1 2 3 ल। ओके, सो यो चाहिँ अब एउटा कार्टुन भयो, अघिको बबल ऱ्याप, त्यस पछाडि यो यसरी सेफसँगै आउँछ। तपाईँले देख्नु पनि RNR म्युजिक हाउसमा जान सक्नुहुन्छ। ब्याग पनि क्वालिटीको छ। सो दिस इज द क्राफ्टर गिटार क्राफ्टेड इन कोरिया। यस्तो दामी छ गिटारको, ब्यागै राम्रो छ। यसलाई तपाईँले बाहिर छुट्टै पर्चेस गर्नुभयो भने अराउन्ड हाउ मच भन्छ 9,000 8,000 समथिङ लाइक द्याट त्यति पर्नु जान्छ ब्यागलाई मात्र। प्रिमियम छ यसको मेटेरियलहरूदेखि लिएर होइन। अनि त्यही भएर अब सिधै गिटार हेरौँ है। दर्शकबिनहरू दिल थाम के बैठिए।
यसको यो पनि यसरी नै देखाउँ न दर्शकबिनहरूलाई। लाइट त पुगिरह होला कि अन्त यति मात्र खुल्दा रहेछ यसरी देखाउँ है पुगेछ भन्दा नाइस होइन त एकदम त्यो चाहिँ हामी एकदमै खुसी छौँ एकदमै हामी परमेश्वरलाई धन्यवाद दिन चाहन्छौँ किनभने हाम्रो प्रार्थना स्वरूप अनि यो एकदमै थुप्रै हुनुहुन्छ धन्यवादको पात्रहरू अनि परमेश्वरलाई धेरै धन्यवाद अनि यो क्राफ्टरले हाम्रो हातमा आइसकेको छ एकदमै एलेक्सरको स्ट्रिङ छ यसको चाहिँ पछि सबै यो उयोहरू चाहिँ लेखेरै सिनेमेटिक खिचेर हालिदिनु पर्ला होइन र चाहिँ सरस्वती हेर्दाखेरि यो चाहिँ यस्तो छ यसको ग्लोबरको ट्युन तर गोल्डन होइन यो चाहिँ क्रोम फिनिसमा छ अनि यसमा चाहिँ अब यहाँभित्रै यसको माइक अनि अलि अँध्यारोमा देखिएन होला यसको फेरि सर्ट भोलि म दिउँसो चाहिँ लिएर अनि उनीहरूले चाहिँ यहाँ के अरे So- डिलक्स क्रोम ट्युनर बनाइदिएको हेर्न सक्नुहुन्छ यसको पिकअप सेटअप प्लेटफर्म DS2 प्रो हो अनि त्यसमा यसको छुट्टै आफ्नै माइक पनि छ प्रो प्लस हो अनि यहाँनिर अब यसको साउन्ड हामीले जोडेर पनि तपाईँहरूलाई सुनाउँछौँ अनि वुड हेर्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ यसको चाहिँ लियर्ड रोज वुड छ होइन यसको पछाडि र साइडमा होइन त भन्छ अनि टपमा चाहिँ सोलिड सेडर सोलिड सेडर त्यस पछाडि ब्याग चाहिँ महागनी हो ब्याक महागनी इन्डियन कि अफ्रिकन। अफ्रिकन महागनी अफ्रिकन महागनी अनि यसको स्ट्रिङ चाहिँ एलेक्सरको आउँछ थाहै छ होला म्युजिसियन साथीहरूलाई अब मेड इन युएसए एलेक्सर होइन त अनि अब त्यो राम्रो हुन्छ त्यसको अनि अब यसको वुड ग्रेड चाहिँ अब डबल कि ट्रिपल कति हो डबल ट्रिपलतिर भन्न मिल्छ अब यसको म्याच्योर भएपछि चाहिँ ट्रिपल भन्छ अहिले चाहिँ डबल एमै हो डबल ए वुड छ जो साउन्ड राम्रो छ अनि अब हामीले चाहिँ यसको के कसो भन्ने सबै कुराहरू भिडियोमा अहिले देखाउने नै छौँ अहिले चाहिँ नर्मली तपाईँहरूलाई हामी साउन्ड सुनाउँछौँ जोडेर नजोडिकन सारा महिमा
रातमा पनि म खोज्छु तिमीलाई पर्खन्छु म सधैँ त्यो उज्यालोलाई रातमा पनि म खोज्छु तिमीलाई पर्खन्छु म सधैँ त्यो उज्यालोलाई येशू मेरो प्रभु पर्खन्छु म सधैँ